श्रेष्ठ मोबाइल केयरलाई धेरै धेरै धन्यवाद धन्यवाद। हाम्रो केपी शर्मा ओलीतिर भोट जान्छ कि हाम्रो बालेन शाहको तर्फबाट भोट जान्छ एकचोटि भनिदिनु न त हाम्रो बालन छ बालेन शाह है बालन छ तर्फबाट नो डाउट है नो डाउट नो डाउट नो डाउट नो डाउट 100 मा 100 बालेन 100 भन्ने बालेन बालेन। ल जाने भयो बालन शाहलाई नै हो कदापि भोट चाहिँ बालन शाहलाई नै हो अब जित्ने होइन त रिचार्ज कार्ड फ्रीमा फलो गर्नु भएको छैन चाहिँ फलो गरिहाल्नु किनकि हामी तपाईँहरूको लागि गिभ अवेको साथसाथ आज हामीले रिचार्ज कार्ड तपाईँ हाम्रो फलोहरूको लागि हामी लिएर आएको छौँ र हामीलाई जसले फलो गर्नुभएको रहेछ उहाँको हामी लाइभ प्रुफ हेरेर चाहिँ हामी उहाँलाई यो रिचार्ज कार्ड दिनेवाला छौँ है अब चाहिँ हाम्रो फलोहरू खोज्यौँ हाम्रो कसले हामीलाई फलो गर्नुभएको छ र उहाँलाई हामी क्वेसन गर्छौँ र फलो गर्नुभएको छ भने चाहिँ उहाँलाई एउटा रिचार्ज कार्ड दिँदैछौँ है हामीलाई बेलुकाको समय हो भने हामी फलोवर्स चाहिँ खोज्दैछौँ ल हाम्रो दाइलाई सोधौँ तपाईँलाई हाम्रो श्रेष्ठ मोबाइल केयर दमक थाहा छ थाहा छ तपाईँले फलो गर्नुभएको छ छैन 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 गरेको त छैन फलो गर्नुभएको थियो भने तपाईँलाई थोरै फाइदा हुन्थ्यो नि त के फलो गरेकै छैन अब के फाइदा हो अब चाहिँ फलो गर्नु पऱ्यो है ल हाम्रो सिस्टम मोबाइल केयर दमक छ है टिटा आइडी ल म चाहिँ हामी गइरहेको छौँ अगाडि होइन अब हाम्रो अर्को नेक्स्ट हाम्रो दाइलाई सोधौँ मैले चाहिँ फलो गर्नुभएको छैन हाम्रो श्रेष्ठ मोबाइल केयर दमक थाहा छ तपाईँलाई किन थाहा नहुनु प्रपर थाहा छ दबक क्याम्पस मोड दबक 5 क्याम्पस मोडमै पर्छ र तपाईँले हाम्रो टिकटकमा फलो गर्नुभएको छैन गरेछ गर्नुभएको गर्दैछ। छ एकचोटि देखाइदिनु पऱ्यो नि त मोबाइल पो चार्जमा 3 लाएर आइरहेछ त चार्जमा हाम्रैमा छोड्नु भएको रहेछ उहाँले फेरि ल फलो गर्नुभएको छ भने धेरै धेरै धन्यवाद तपाईँलाई होइन र तपाईँलाई अहिलेको हाम्रो जुन अब यो चुनाव हुन लागेको छ होइन त्यसमा तपाईँ बालेन शाहको तर्फ हुनुहुन्छ कि हाम्रो केपी शर्मा ओलीको तर्फ हुनुहुन्छ थोरै भनिदिनु नि त ल अब थोरै भन्नु पर्दाखेरि जेएनजे उसमा चाहिँ हामी बालेन तर्फै छौँ है बालेन तर्फै बालेन अब युवा पुस्ता हेर्नु पर्यो नि त हजुर होइन हाम्रा बाबुबाजे पुस्ता त धेरै हेऱ्यो अब यसपालि युवा पुस्ता हेरौँ भन्ने चाहिँ रहर छ अब आउँदै हुनुहुन्छ उहाँ पनि भन्ने सुनिएको छ अब हेर्नु कहिले आउनुहुन्छ कसो छ तपाईँको भोट चाहिँ कसलाई जान्छ ल 100 मा 100 बालेन 100 भन्ने बालेन बालेन। र हामीले बालेनको भोट भेटिसकेको छौँ फेरि पनि एकदम उहाँले चाहिँ बालेनलाई भोट दिने भइसक्नु भयो र तपाईँको भोटले कसलाई दिनुहुन्छ कमेन्ट गर्दै गर्नु होला र हाम्रो दाइ हुनुहुन्छ होइन र त्यसै गरी उहाँले हामीलाई फलो गरेको कारण चाहिँ हामीले आज उहाँलाई एउटा रिचार्ज कार्ड दिँदैछौँ होइन हेर्न सक्नुहुन्छ तपाईँले हामीलाई फलो गरेको पुरस्कार चाहिँ एउटा 100 रुपियाँको रिचार्ज कार्ड पाउनु भएको छ है त हस् श्रेष्ठ मोबाइल केयरलाई धेरै धेरै धन्यवाद धन्यवाद। ल त्यसै गरी अब फलोवर खोज्ने क्रम चाहिँ हाम्रो जारी नै छ अब फेरि नेक्स्ट हेर्दैछौँ हामी है ल अहिले हुन लागेको इलेक्सनमा चाहिँ हाम्रो दाइहरू चाहिँ कसको सपोर्ट हुनुहुन्छ भनेर नर्मली हामी आज सोध्दैछौँ र दाइहरूलाई चाहिँ के कसो लाग्छ अहिले हुन लागेको इलेक्सनमा चाहिँ होइन तपाईँ केपी शर्मा ओलीको तर्फ हुनुहुन्छ कि हाम्रो बालेन शाहको तर्फ हुनुहुन्छ र किन हुनुहुन्छ थोरै भनिदिनुहोस् न ल म चाहिँ किनभने बालन शाहको एकदम सपोर्ट गर्ने मान्छे हो किनभने ऊ चाहिँ धेरै राम्रो मान्छे हो हजुर काठमाडौँमा पनि धेरै नाम चलेको अहिले उहाँ हालचाल काठमाडौँबाट यहाँ दमक आएर निस सिबासी यहाँ कायो दमकमा उहाँ हुनुहुन्छ अरे त्यसको लागि चाहिँ हामीले उहाँको लागि पनि धेरै धेरै यताले ल तपाईँको भोट चाहिँ भनेपछि हाम्रो बालेन शाहलाई जाने भयो बालन शाहलाई नै हो कदापि भोट चाहिँ बालन शाहलाई नै हो 100% 100% है 100% बालन त्यस- शाह भनेको हाम्रो रुचाएको मान्छे हो हजुर हजुर एकदम मनपर्ने मान्छे हो ल तपाईँको भोट भनेपछि बालेन शाहलाई जाने भयो अरूले हाले पनि नहाले नि म चाहिँ हाल्ने 100 मा 100 ल हामीले हेर्न सक्छौँ दमकमा केपी शर्मा ओलीको दबदबा आफ्नै ठाउँमा छ र अहिले यति गरेर चाहिँ अहिले करेन्ट सिचुएसन चाहिँ तपाईँको दमकमा चाहिँ जसलाई हामी सोधिरहेछौँ उहाँले पनि बालेन शाहलाई नै सपोर्ट गरिरहनु भएको छ त्यसै गरी नजिकै हाम्रो अङ्कल पनि यही हुनुहुन्छ र अङ्कललाई चाहिँ हाम्रो केपी शर्मा ओलीतिर भोट जान्छ कि हाम्रो बालेन शाहको तर्फबाट भोट जान्छ एकचोटि भनिदिनु न त हाम्रो बालन छ बालेन शाह है बालन छ तर्फबाट नो डाउट है नो सिधै डाउट बालेन। नो डाउट नो डाउट नो डाउट आज चाहिँ हाम्रो डे 1 को गिभ अवे ठिकै भयो भने अब नेक्स्ट डे पनि हाम्रो डे 2 डे 3 कन्टिन्यू आइरहेको छौँ हामी गिभ अवेको साथमा तपाईँको लागि हामीलाई फलो गर्नु भएको छैन चाहिँ फलो अझै गरिरहनु हस् थ्याङ्क यू